हामीले जमसमबाट माथि लागेपछि बिस्तारै छोर्तेनको उपस्थिति बढ्दै गएको देख्छौँ। यी साँगुरा गल्लीभित्र पनि बाक्लै मात्रामा हामीले छोर्तेन भेट्छौँ। छोर्तेन राख्नुका धेरै उद्देश्य हुन्छन्। गाउँ भेटिनु पूर्व 5-7 मिनट अगाडि भेटिने छोर्तेनले गाउँ आउनै लाग्यो है भन्ने सन्देश दिन्छ। गाउँभित्र नै भएका छोर्तेनहरूको विशेषता गाउँमा कुनै पनि नकारात्मक कुराहरू छिर्न नपाउन् भन्ने पनि हो। थुप्रै जनविश्वासका साथ यो निर्माण गरिएको हुन्छ। छोर्तेनमा विभिन्न मन्त्र लेखेका ढुङ्गा, भेडा च्याङ्ग्रा याकको सिङ साथै माने राखिएको हुन्छ। तर दुःखको कुरा अब छोर्तेन नयाँ कमै बन्नेछन्। पुराना जति थिए ती सबै जीर्ण अवस्थामा छन्। यदि नयाँ बनिहाले भने पनि पुरानै कला शैली भेट्न गाह्रो हुनेछ।